हेलो नमस्ते सेवारो मौसाको तर्फबाट फेरि पनि हजुरहरूलाई स्वागत छ मेरो डेली ब्लग्समा। मेरो दुईटा छोरीलाई चाहिँ हतार हतार गरेर अब ब्रेकफास्ट दिएँ। ब्रेकफास्टमा पनि केही बनाइनँ मैले, चाउचाउ सादा चाउचाउ उमालेर दिएको छु है। आज मैले भ्याइनँ, दुध चाहिँ अघि बिहानै उठेर तताएर दिएको। अनि अब चाहिँ म फेरि जानुपर्ने हुन्छ कुखुरालाई चारो दिन। मेरो कुखुराको खोर चाहिँ अलिक पर छ। मैले चाहिँ दुई चारवटा लोकल कुखुरा पनि पालेको छु नि त। अनि हिजो बेलुका बिचरा दिएदेखि अहिले 9:30 मैले कुखुरालाई चारो पनि दिनु पाएको छैन। प्लस के भयो भने पानी पनि पर्यो, अनि त्यही भएर जान पनि सकेन। अनि म चाहिँ अब दुईजना छोरीले खाजा खाँदै गर्छन्। दुईजना ह्याप्पी छौ? ल म चारो खुवाएर आउँछु ल। दुईजना यहाँ खाजा खाँदै गर्ने है। यहाँ चाहिँ अब कुखुरालाई चारो निकाल्नु पर्छ है। चारो चाहिँ यहाँ धान भात यसरी लाग्यो। थोरै आन्टीको बाख्राले पनि बच्चा पाएछ। आयो बिचारा। तिमी पनि आमा बन्यौ। बजार गइरहेको छु, धन्न दाजुलाई फोनमा भनिदिरहेको। आन्टी के भएर मरेको यस्तो? ल रे, हिजो बेलुकाको चारो दिएर गएको कुखुरा। ओ माई गॉड, यो रोग आएको हो कि के भएको यस्तो? हेर्नु न मेरो कुखुरा त के भएको, तिन्नै। ओ यहाँ हेर्नु न, यहाँ पनि। ला यो के भएको कुखुरा त? ओथरा बसेको छ। म त कस्तो दिमाग खराब भयो। अस्ति पनि त्यसै गरी गाड्नु पर्यो है। त्यो पोथी पनि हेर्नु न कत्रो ठुलो यिनीहरू यो हेर्नु त, यो कत्रो पोथीहरू यिनीहरू। यो भालेर हेर्नु न। म त मेरो मम्मी पापा भाइहरूलाई चाहिँ मैले यहाँ कुखुरा मऱ्यो भनेर देखाउन ल्याउँदैछु। उहाँहरू हिँड्दै हेर्नुहुन्छ कस्तो दिमाग खराब भएको। ल खोला तर्नु है, खोला तर्नु, खोला तर्नु, खोला। त्यही त अहिले त कति लट्ठु छ भन्छ। के छिटो कोचीले भारी नि मेरो खुट्टाको कोची हेर्दा कति राम्रो त्यहाँ गाजलमा के गर्न अब यसलाई? अनि त यिनीहरूलाई पनि भेट्छ नि अब भेट्छ। यिनीहरू उत्रा बसेकोलाई चाहिँ दबाई खुवाउँदै राख्नु अलग छ। यो दुईवटा चाहिँ अब नराख्दा पनि हुन्छ। होइन यस्तो चाहिँ दिएको अनि हेरी अब खानु हुँदैन। मान्छेमा सर्छ क्या दिदी, यिनीहरू खानु हुँदैन। अब हुँदैन, यो होस् के हो। अनि ब्लडको मान्छे पुक मारेर नै कुनान पानी चिन्नर कुनान मान्छेलाई नै असर हुन्छ भने त असर हुन्छ। अब त्यत्तिकै राख्नु पर्यो, जहिले मर्छ मरेन भने पछि हेरौँला। दबाई चाहिँ दिँदै गर्नु क्या नानी। अब त्यही गर्नु पर्यो। दबाई पनि छ क्या, दबाई ल्याएर त अलक्षिनी यत्रो राम्रो। अब कुखुराको दाह संस्कार गर्दैछौँ हामीले यहाँ। दुई भाइ, मेरो भाइ, मेरो पापा। किन एकमुठीमा टाल्नु? ल त छिटो परेट हान्दैन, छिटो भर्खर जस्तै परेट हान्न सल्लाह मान्छ छिटो। ऊ चाहिँ लाउरे भाइ है। हामी चाहिँ अब मेरो मम्मी पापा चाहिँ अघि जानुभयो। कुखुरा सुखुरा गाडेर उहाँहरू चाहिँ आफ्नो बाटो लागिसक्नु भयो, तल पुगिसक्नु भयो है।
मम्मी चाहिँ त्यहाँ गफ गर्दै हुनुहुन्छ आन्टीसँग। त्यो चारो दिएर अनि निस्किन्छु। ल मेरो छोरी चाहिँ ट्युसन जानलाई रेडी भएको रहेछ। हेर हेर कति धेरै चक्लेट निकालेर मा कसलाई दिनु? युमा दिदीहरूलाई? अनि यत्रो मान्छेहरू छन् अनि त्यो युमा दिदीलाई मात्रै दिएर भयो? कसलाई कसलाई दिने? दिपिका र युमा दिदीलाई मात्रै? अनि तिमी? ओके। सार्थक पनि छ, पुग्छ होला सार्थक तिमीहरूलाई। बिस्तारै गरेर आइ त हाल्नुहुन्छ, तिमी त त्यसरी नकुद नि लड्छौ। ल ट्युसन पार्टीहरू है मेरो छोरीहरूको। सार्थक झोला अनि ऊ भएन? दिपिका झुन्डेर च्यात्यो। सना तपाईँ नखाने? खान्छु। तपाईँ नखाने? कस्तो यहाँ हो? फुल थियो इन्डोर प्लान्टको। मैले चाहिँ यसरी यो के पानीमा राखेर जरा आएछ, यसलाई चाहिँ म गमलामा सार्न खोज्दैछु। हेरौँ सार्नु पर्ला है। अस्ति हामीले गाडेको रोपमा फेरि यो के भन्छ मर्छ होला, त्यही पनि कस्तो सार्न मन लागिरहेछ। मलाई पनि देखाउ न के गर्दैछ? राखेको छु माटो। मैले चाहिँ यहाँ गमला के भन्छ अरू पनि फुलहरू ल्याएर रोप्न भनेर के भन्छ माटोहरू चाहिँ यहाँ यसरी रेडी चाहिँ अस्तिदेखि पारेको, पानी परेको हुनाले उ गर्न पाएन है। अब यो फुल पनि बिचरा मर्छ कि सर्छ थाहा छैन। मेरो हात त कस्तो खालको छ भने सर्दै सर्दैन। कस्तो आँखा पस्यो बस्यो। त्यो मैले त्यो माटो मात्रै चाहिँ किन नलाएको भन्दाखेरि साथीहरू, त्यो माटोमा चाहिँ मल र जङ्गलको माटो छ नि त, अनि त्यही भएर बाजे दाउ मल भएर मर्छ कि भनेर मैले चाहिँ यो यतापट्टि चाहिँ यो घरको के त्यो कुने चिजहरू म फाल्छु नि त। यहाँ पनि कुनै हुन्छ के भन्छ मलै हुन्छ, मल जस्तै हो। त्यही भएर है म चाहिँ यहाँ रोप्दैछु। हेरौँ यो फुलले मलाई कतिको साथ ओ माई गड कस्तो साथ दुखेको हौ। केले घोच्यो त्यसकी माकी। काँडा त छैन त फेरि केले घोच्यो? कहाँ के भएर यस्तो दुख्यो? मेरो पनि ओ मेरो औँला यहाँ यस्तो भएको रहेछ, त्यही भएर पो दुखेको रहेछ। केही छुनै नहुने, अघि बिहानदेखि टिसिक दुखेको त यहाँ औँला पाकेको रहेछ नि त। कस्तो उनै भएन। दाहिनेमा भएको भए देब्रेमा भएको भए सजिलो हुन्थ्यो। दाहिनेमा देब्रे हातले कस्तो भरै नपाएको यस्तो भएको रहेछ क्या साथीहरू। बाबु भित्रबाट टिस्यु लिएर आऊ त, रोलवाला।
ल साथीहरू आजको लागि चाहिँ म भिडियो है इन गर्न चाहेँ। नेक्स्ट भिडियोमा फेरि पनि भेटौँला। म चाहिँ मेरो डेली लाइफमा म के गर्छु कसो गर्छु है दिनै भिडियोमा म कस्तो मेरो दिनचर्या चाहिँ कसरी बित्छ भनेर म चाहिँ त्यो देखाउँदैछु। यदि हजुरहरूलाई मनपर्छ भने प्लिज लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनुहोस् होला। मेरो भिडियो चाहिँ जहिले पनि दिउँसोको 4 बजे आउने नै छ। हजुरहरूले सपोर्ट गरिदिनुहोस् होला। धन्यवाद। बाई बाई।